भुरे राजाका पालामा 24 राज्य अन्तर्गत पर्ने अर्घा दरबारका राजा र खाँची दरबारका राजा बीच सन्धि भएपछि अर्घा खाँची हुन गएको हो। अर्घा राजा र खाँची राजा बीच सन्धि भएको स्थानलाई सन्धि खर्क भनियो। यो स्थान अहिले अर्घा खाँचीको सदरमुकाम सन्धि खर्क नामबाट परिचित छ। अर्घा खाँची जिल्ला समुद्र सतहबाट 305 मिटरदेखि 2515 मिटर उचाइ, 6.5 डिग्रीदेखि 40 डिग्री सेन्टिग्रेडसम्म तापमानको विषमता, मध्य पहाडी र शिवालिक जमिनको भू बनोटमा प्रमुख खोला बाङ्गी, मथुराबेसी, बाणगङ्गा, झिमरुक, शीतखोला, रङसिङ खोला, खाँक बेसी खोला हुन् भने प्रमुख तालहरू डमरू दह ठाडा, सेङलेङ दह धनचौर हुन्। यसै गरी प्रकृतिले पनि अर्घा खाँचीलाई झरनाहरूले सुसज्जित बनाएको छ। प्राकृतिक स्वरूप बोकेर अत्यन्तै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरू जहाँ विजयादशमी, दीपावली, चैते दशैं, माघे संक्रान्ति, तीज जस्ता चाडबाडहरूसहित हिन्दू, बौद्ध, इस्लाम, जैन र अन्य धर्मावलम्बीहरूको सहिष्णु बसोबास पाइन्छ। ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलमा अति नै राम्रो लाग्यो, जसमा अर्घा खाँची दरबार, अर्घा दरबार, खाँचीकोट र सुपा देउराली जस्ता अत्यन्तै महत्त्वपूर्ण स्थलहरू पनि पर्यटकीय स्थलमा हामी गर्न सक्दछौँ। अर्घा खाँची जिल्ला पर्यटकीय दृष्टिकोणले धेरै यसले संयोगताहरू बोकेका छन्। दाङतर्फबाट अर्घा खाँची हुँदै पाल्पातर्फ चाहिँ ट्रेकिङका कुराहरू अहिले पनि भइरहेछ। यी ठाउँहरूमा अलिकति पर्यटकीय व्यवसायको दृष्टिकोणले सरकारले केही ध्यान दिन सकेको खण्डमा यस जिल्लामा अत्यन्त राम्रोसँग पर्यटन व्यवसाय फस्टाउन सक्ने अवस्था छ। 2063 को प्रक्षेपण अनुसार कुल जनसङ्ख्या 2,59,488 र कुल क्षेत्रफल 1,193 वर्ग किलोमिटर रहेको छ। 93% जनता कृषिमा आश्रित छन्। शिक्षा, स्वास्थ्य, सडक, वन, विद्युतीकरण, पशु सेवा जस्ता विकासका पूर्वाधारहरूमा जिल्लाले सकेको लगानी गर्दै पनि आइरहेको छ। यो पर्यटकीय दृष्टिकोणले अति महत्त्वपूर्ण मलाई लाग्यो। वास्तवमा यसको प्रवर्धन र विकास गर्न आवश्यक छ। राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता मैले महसुस गरेको छु। पूर्वमा पाल्पा, पश्चिममा प्युठान र दाङ, दक्षिणमा कपिलवस्तु र रूपन्देही र उत्तरमा गुल्मी अर्घा खाँचीका सिमानाहरू पर्दछन्। पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने यो जिल्ला 42 गाविस र 2 संसदीय निर्वाचन क्षेत्रमा विभाजित छ। अर्घा खाँची पहाडी जिल्ला भएर पनि मोटर बाटोको दृष्टिमा अत्यन्तै सुगम मानिन्छ। 42 गाविसमै मोटर बाटो पुगेको छ। अर्घा खाँची जाने मूल सडक कपिलवस्तु जिल्लाको गोरुसिङ्गे हुँदै जान सकिन्छ, जुन सडक महेन्द्र राजमार्गमा जोडिएको छ। अर्को सडक पूर्वी जिल्ला पाल्पादेखि पनि प्रवेश गर्न सकिन्छ र गुल्मी, रूपन्देही, प्युठानबाट पनि बाटो जोडिएको छ। पर्यटकीय दृष्टिकोणले हेर्दा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुँदै अर्घा खाँची भ्रमण गरी पाल्पासम्म पनि भ्रमण गर्न सकिन्छ। अर्घा खाँची जिल्ला धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक रूपले भरिपूर्ण पर्यटकीय तीर्थस्थल बनाउन उपयुक्त जिल्ला हो। Real flavor of all the geographical, religious, cultural and other different tourist places of this district. पर्यटन सम्बन्धी अर्घा खाँचीमा धेरै सम्पदाहरू छन्, तिनको रेखदेख र संरक्षण गर्नु पर्यो। सरकारले यसमा रेखदेख गरोस्। यसर्थ अर्घा खाँची जिल्लालाई नेपाल सरकारले विशेष ध्यान दिई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रूपान्तरण गरी अर्घा खाँचीको सौन्दर्यलाई पर्यटकीय माध्यमबाट संसारभर फैलाउन आवश्यक देखिन्छ। नमस्ते 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 नमस्ते
अर्घा दरबार अर्घा। यो हो 24 राज्य अन्तर्गत पर्ने अर्घा दरबार। यो विक्रम सम्मत 1680 मा निर्माण भएको हो र यस दरबारका राजा वीर शाह हुन् भन्ने इतिहासमा उल्लेख पाइन्छ। यस दरबारमा चैते दशैं र बडा दशैंमा नवदुर्गाको पूजा भव्य रूपमा गरिन्छ। फूलपाती, कालरात्रि, महानवमी, विजयादशमी आदि पर्व रीतिरिवाज अनुसार मनाइन्छ र पूर्णिमाको दिनमा ऐतिहासिक सराय नाच तथा ठूलो दशैं मेला लाग्दछ। यति धेरै पुरानो दरबार भएर पनि आजसम्म पहिलेकै अवस्थामा सुरक्षित देख्न पाइन्छ। खाँची दरबार खाँचीकोट। यो हो 24 राज्य अन्तर्गत पर्ने खाँची दरबार। यस दरबारका अन्तिम राजा दुर्गा भजन शाह हुन् भन्ने इतिहासमा उल्लेख पाइन्छ। उति बेला दरबारका भग्नावशेष इँटाहरू इनार हामीले अहिले पनि देख्न सक्छौं। इँटा निर्माण गरी भवन दरबार निर्माण गरिएको थियो। पछि आएर त्यो दरबार भत्केपछि इँटाहरू यसरी काम गरियो। यो इनार हो जुन अघि राजाले चाहिँ पानी खानको लागि पानी कलेक्सन गर्ने सङ्कलन गर्ने जुन इनार निर्माण गरिएको थियो यो अहिलेसम्म पनि यथावत छ। यो अत्यन्तै अग्लो स्थानमा रहेको छ। यसको उचाइ 2236 मिटरको छ। यहाँ चैते दशैं र बडा दशैंमा नवदुर्गाको पूजा गरिन्छ। फूलपाती, कालरात्रि, महानवमी, विजयादशमी भव्य रूपमा मनाइन्छ र त्रयोदशीको दिनमा ऐतिहासिक सराय नाच तथा ठूलो दशैं मेला लाग्दछ। अर्घाखाँचीको यो अहिलेको चाहिँ नि हाम्रो नेपाल पर्यटन वर्ष 2011लाई सफल पार्नको लागि अर्घाखाँचीलाई पनि अगाडि बढाउनु पर्ने हुन्छ र त्यसमा पर्यटन, पद पर्यटन, विभिन्न चाहिँ धार्मिक पर्यटन र अरू ऐतिहासिक स्थलहरूको निरीक्षण भ्रमण गर्नको लागि म सम्पूर्ण देशवासीहरूलाई र विदेशमा रहने नेपालीहरूलाई र विदेशीहरूलाई समेत आह्वान गर्न चाहन्छु। यो हाम्रो चाहिँ अत्यन्त सुमधुर जिल्ला हो, अत्यन्त चाहिँ सुगम जिल्ला हो, तर हामी विभिन्न कारणले विभिन्न दृष्टिकोणबाट हामी पछाडि परेका छौँ र मलाई लाग्छ कि यो पर्यटन वर्ष 2011मा नेपाल पर्यटन बोर्डले, नेपाल सरकारले पनि यसमा उचित ध्यान दिनेछ र मलाई लाग्छ कि यो हाम्रो यात्रा पनि हामीले पनि हाम्रो तहबाट यो अर्घाखाँची जिल्लालाई पर्यटन वर्ष सफल पार्नलाई मात्र होइन पछिसम्म दिगो राख्नको लागि पनि हामीले ठोस कदम चाल्नुपर्छ र म यसमा दृढ संकल्प रूपमा म आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्ध छु। ऐतिहासिक परशुरामेश्वर मन्दिर बलकोट। विक्रम सम्मत 1906 मा परशुराम टण्डनले परशुरामेश्वर मन्दिर निर्माण गर्नुभएको हो। पछि उहाँका छोरा सनक सिंह टण्डनले बुबाको सपना साकार पार्नका लागि 13,000 रोपनी गुठी र 80 घर कुरिया राखिदिनुभयो र बाहिरी सत्तल क्षेत्र, बगैँचा, पौवा निर्माण गर्नुभयो। जय जय हो नेपाल भूमि, तीन लोकमा श्रेष्ठ छौ तिमी, विश्वविख्यात छ तिम्रो नाउँ, जन्मभूमिको गुण गाउँ। उति बेला पश्चिम नेपालदेखि काठमाडौँ जाने हुलाकी मूल बाटो भएका कारण बास बस्न बटुवाहरूलाई सजिलो होस् भनी उहाँले निर्माण गर्नुभएको थियो। अर्घाखाँचीदेखि काठमाडौँ पुग्नलाई 17 दिन लाग्दथ्यो। यी कला आकृतिका झ्याल, ढोका, इँटा काठमाडौँदेखि लगेर निर्माण गरिएको थियो।
यसलाई पश्चिम नेपालकै महत्त्वपूर्ण ऐतिहासिक कलाकृति मानिएको छ। यस मन्दिरको मर्मत सम्भार 2066 फागुनदेखि बृहत योजनाका साथ सुरुवात गरिएको छ। यस कार्यका प्रमुख अभियन्ता डाक्टर गोविन्द टण्डनज्यूले सुरुवात गर्नुभएको हो। भगवती मन्दिर भगवती गाविस। छत्र महाराजको बहिनीको नाम भगवती थियो। उहाँको नामबाट यस भगवती मन्दिरको नाम राखियो। यहाँ चैते दशैं बडा दशैंमा नवदुर्गाको पूजा आजा भव्य रूपमा गरिन्छ। यहाँ दर्शन गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्दछ। छत्र महाराजको मन्दिर छत्रगञ्ज 4। राजा छत्र महाराजको नामबाट यो मन्दिर परिचित छ। महाभारत युद्धकालपछि यस छत्र महाराजको मन्दिर निर्माण भएको हो। छत्र महाराज त्यति बेला त्रेता युगका शक्तिशाली राजा मानिन्थे भन्ने इतिहासमा पाइन्छ। यो छत्र महाराजको मन्दिरलाई नेपालका अन्य ऐतिहासिक महत्त्व बोकेका मन्दिर सरह मान्न सकिन्छ। हरेक आइतबार औँसी, चैते दशैं, बडा दशैंमा पूजा हुने गर्दछ। यस मन्दिरको मर्मत सम्भार संरक्षणमा प्रताप सिंह रायमाझी र सनक सिंह टण्डनको ठूलो योगदान पाइन्छ। डमरू दह छाडा। सत्ययुगमा महादेवले ताण्डव नृत्य गर्दा डमरू खसेको कारण यो डमरू दहको उत्पत्ति भएको हो भनिन्छ। यो दह नेपालकै नमुनाको रूपमा छ। अत्यन्तै आकर्षक र सुन्दर यो दह डमरू आकारको छ। पूर्वपट्टि बराह मन्दिर छ जहाँ महादेवको पूजा गरिन्छ। बडा दशैंको द्वादशीको दिनमा कालिका माई टुणीखेलदेखि ऐतिहासिक सराय नाच सुरु भई यो डमरू दहलाई परिक्रमा गरी फूलपाती सेलाउने चलन छ। दशैंमा यो डमरू दह परिसरमा ठूलो दशैं मेला लाग्दछ। यहाँ पर्यटकहरूलाई आकर्षण बढाउनको लागि डुङ्गाको आवश्यक देखिन्छ। सेङलेङ दह धनचौर। यो दह 2055 मिटर अग्लो स्थानमा रहेको छ। यस्तो अग्लो स्थानमा पनि दह देख्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ। यो दह अर्घाखाँचीको नमुनाको रूपमा लिन सकिन्छ। यहाँबाट अर्घाखाँचीको सम्पूर्ण दृश्य सजिलै देख्न सकिन्छ। अत्यन्तै रमणीय यस सेङलेङ दहलाई अर्घाखाँचीको सबैभन्दा चिसो स्थल मानिन्छ। नर्तनाचल पर्वत नरपानी। यो हो रावण नाचेको स्थल नर्तनाचल पर्वत नरपानी। यहाँ महादेवलाई खुसी पार्न रावण नाचेका थिए भन्ने पुराणमा उल्लेख पाइन्छ। पूर्वकालमा रावण आएर शिवजीलाई खुसी पार्नका लागि नाचेको ठाउँ हुनाले नर्तनाचल प्रदेश ऐतिहासिक नाम रहेको हो र अहिले नरपानीबाट प्रसिद्ध छ। यसरी रावणले नाचेर महादेवलाई खुसी पारी वरदान पाएको भन्ने पनि गरिन्छ।
रावण शङ्ख मन्दिर सीतापुर। यो ढुङ्गाले बनेको रावण शङ्ख हो, जुन साइडबाट प्वाल परेको छ र अर्को प्वाल पनि त्यही साइडबाट निक्लेको छ। यहाँ अब यो फुक्नको एकदम बराबर साइड छैन। हजुर, यसको अब त्यस कारणले ढुङ्ग्रो राखेको, यहाँ त फुकेर यसको आवाज यहाँबाट निक्लिन्छ। यो शङ्ख जस्तै आवाजमा बज्दछ। यो आश्चर्यलाग्दो शङ्ख देख्दा जो कोही मान्छे पनि अचम्म मान्दछन्। भनिन्छ नर्तनाचल नरपानीमा महादेवलाई नाचेर खुसी पारी वरदान पाइसकेपछि रावणले यो शङ्ख ठुलो स्वरमा बजाएका थिए। यो अर्को मान्यता पनि रहिआएको छ। पाणिनी तपोभूमि पढेना पोखरा थोक। संस्कृत गुरु पाणिनी ऋषिले तपस्या गर्दा महादेव स्वयं प्रकट भई ज्ञान प्राप्त गरेको पवित्र तीर्थस्थल हो पाणिनी तपोभूमि। हाम्रो विश्वमा नै पाणिनी ऋषि संस्कृत भाषाका मूल स्रोत हुनुहुन्छ भनेर विद्वानहरूले नै बताइसकेका छन् र यस ठाउँमा आएर पाणिनी ऋषिले तपस्या गरेको हुनाले यस ठाउँको नाम पाणिनी तपोभूमि पढेना भनेर यस ठाउँको नाम रहेको हो। र यस ठाउँमा कसरी उहाँले राम्रो मान्नु भन्दा यहाँ पतिर गइसकेपछि एउटा त्रिवेणी छ, उहाँले त्रिवेणीमा स्नान गर्नुहुन्थ्यो र यहाँ आएर बस्ने त्यस्तो गर्नुहुन्थ्यो। तपस्या गरिसके पश्चात यो सिद्ध पोखरी पछि भनौँ ऋषिजी देहान्त भइसकेपछि ऋषिजी यसै ठाउँमा देहान्त हुनु हो भन्ने बियाङ पूर्वमा हुने घ्राणा धातुले स्पष्ट गरेको छ, त्यही अष्टाध्यायीमा नै। र उहाँको देहान्तपछि यो पोखरी निर्माण भयो। यो पोखरीको दक्षिण दिशाबाट बगेको जल बाणगङ्गामा र उत्तर दिशाबाट बगेको जल कालीगण्डकीमा जान्छ, एउटै पोखरीबाट। 18 पुराणले सिद्ध गरे अनुसार र स्वामी कृष्णानन्द परमहंसज्यूले 28 वर्षसम्म यस क्षेत्रको खोज अनुसन्धानबाट संसारको सबभन्दा पवित्र स्थल प्रमाणित भएको छ। यस पाणिनी तपोभूमि स्थलबाट चारै दिशा स्पष्ट रूपमा देख्न सकिन्छ। दक्षिणमा भारतको गोरखपुर र उत्तरतर्फ हिमालहरू देखिन्छ। यसको उचाइ 5000 फिट छ। यस पाणिनी तपोभूमिमा पूर्वी छिमेकी जिल्ला पाल्पादेखि आउनलाई धेरै नजिक पर्दछ। कालिका माई ठाडाटुणी खेल यो हो धार्मिक तथा ऐतिहासिक महत्व रहेको पवित्र तीर्थस्थल कालिका माई ठाडाटुणी खेल। यहाँ दिनौं पूजा गरिन्छ, साथै बडा दशैं र चैते दशैंमा नवदुर्गाको पूजा गरिन्छ। फूलपाती अष्टमी अर्थात् कालरात्रि, महानवमी, विजयादशमी विशेष रूपमा मनाइन्छ भने द्वादशीको दिनमा ऐतिहासिक सराय नाच सहित ठूलो मेला लाग्दछ। यो कालिका माई ठाडाटुणी खेल मन्दिरको निर्माण तथा संरक्षणमा हीरा सिंह बेलवासे, नन्दबहादुर बेलवासे र टेकबहादुर बेलवासेको ठूलो योगदान पाइन्छ। यो मन्दिर परिसरलाई धेरै राम्रो ठानी ललितजंग कर्णेलले फौज लिई बसेका थिए। यो ढुङ्गाको मान्छे, यसलाई मान्छे ढुङ्गा भनिन्छ। उहिले यहाँ ठूलो जंगल भएको कारण बाघ भालुबाट बच्नलाई सेनाले सुरक्षाको लागि निर्माण गरेका थिए र ढुङ्गाको बाजे बजै देखेपछि बाघ भालु आउन छोडेको कथन पनि छ। यो बाणगंगा धाम शिवालय मन्दिर टेकबहादुर बेलवासे र श्रीमती पार्वता बेलवासेले निर्माण गर्नुभएको हो।
बाणगङ्गा धाम ठाडा 3 भेडामारा। यो बाणगङ्गा खोलाको मुहान हो। राम लक्ष्मण सीता 14 वर्ष वनवास बसेको बेला तिर्खा लागेपछि रामले बाण हानी पानी निकालेको पुराणमा उल्लेख पाइन्छ। यो बाणगङ्गाको शिर हो, यो काँसी गङ्गाजीमा गएर यो मिलेको छ। यहाँ एउटा ढुङ्गाको आरीबाट एक नासले पानी आई नै रहन्छ। बाणगङ्गा धाम आई स्नान तथा दर्शन गर्ने भक्तजनलाई 7 जन्मको पाप काटिन्छ भन्ने गरिन्छ। यस बाणगङ्गा धामको पवित्र जल काशीमा गई मिसिने हुनाले काशीको तीर्थ नपुग्नेहरूलाई यही तीर्थ गर्नाले काशीको पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ। सुपा देउराली मन्दिर यो हो नेपालको प्रमुख महत्त्वपूर्ण पवित्र तीर्थस्थल सुपा देउराली। प्रमुख पर्यटकीय सम्भावना भएको धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पूर्ण रूपले भरिपूर्ण सुपा देउराली मन्दिरलाई नमुनाको रूपमा लिन सकिन्छ। चारैतिर चट्टान नै चट्टानले बनेको पहाडको बीचमा अवस्थित सुपा देउराली दर्शन गर्न आउने भक्तजनहरूका लागि आस्था र विश्वासको केन्द्रबिन्दु बनेको छ। स्वच्छ सफा मनले सुपा देउराली मातालाई सम्झिने वा दर्शन गर्न आउने मानिसलाई आफ्नो मनोकामना पूरा हुन्छ भन्ने पूर्ण विश्वास रहिआएको छ। यो चट्टानमा देखिएको कालो छाया सुपा देउराली माताले मान्छे टाँसेको भनिन्छ। पटक पटक भाकल गरी लाहुर हिँडेको यो लाउरेले धेरै पटक छल गरी लुकेर हिँडेका कारण माताले टाँस्नु भएको हो भन्ने भनाइ छ। साथै अर्घाखाँचीको धार्मिक मौलिकताबारे पण्डित दामोदर गौतम यसो भन्नुहुन्छ। सुपा देउराली म 11 सालमा छाडातिर आउने जाने गर्दा एउटा मौरो मात्रै गाडेको थियो, धोला बाटेका थिए, त्यहाँ केही छैन। फुलपत्ती जलाएर हिँड्दै ढाकिरहेहरूले त्यो परम्परा त त्यसभन्दा अघिदेखि थाहा भएको भन्ने कुरामा मैले बडा पुराणमा भेटाएको अनुसार एउटा सालैकायन ऋषि जो मुक्तिनाथमा भगवान शालिग्रामलाई उत्पत्ति गरेपछि नर्तनस्थलमा आए। त्यहाँ आएपछि उनले चाहिँ तपस्या गर्यो फेरि महादेवको तपस्या गरेपछि महादेव प्रसन्न हुनुभयो। देउराली बलकोटका पाण्डेले बनाए, त्यहाँ केही थिएन, एकदम दैनिक हालत थियो। उनले निकै भक्ति देखाएर गरेका उनलाई पनि मान्न सकिन्छ, कमी होइन उनी। त्यसपछि चाहिँ यो नारायण बाबाले धेरै पैसा खर्च गरेर करोडौँ रुपियाँमा चाहिँ यो आजभोलि बनेको छ। त्यो भव्य रूप छ, सबैलाई थाहा रहेछ। यो सुपा देउराली मन्दिरको पुनर्निर्माण नरनारायण बाबाले गर्नुभएको हो। दुर्वासेश्वर गुफा खिदिम।
दुर्वासेश्वर ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको हुनाले यसलाई दुर्वासेश्वर गुफा भनिएको हो। यसलाई 7 तले गुफा पनि भनिन्छ। यस गुफामा धर्मशास्त्रमा उल्लेख गरिएका सम्पूर्ण आकृति छन्। कस्तो छ भने भित्रको चाहिँ प्राकृतिक वातावरण र चारैतिरको यस्तो वातावरण छ। 12 अवतारका मूर्तिहरू अब चाहिँ अरू चाहिँ त्यहाँका नेपालका नक्सा समेत छन्। पुरै प्राकृतिक बनेका, कसैले मूर्तिकारले बनाएको होइन, काल्पनिक कल्पना गरेर चाहिँ बनाएको पनि होइन। बीचमा ठुलो शिवलिङ्ग छ। यस शिवलिङ्गमा गाईको थुन आकृतिबाट दूध जस्तै खसिरहन्छ। यहाँ 33 कोटी देवता, कमलको फूल, पञ्चे बाजा तथा नेपालको नक्सा समेत देख्न सकिन्छ। मथुरा बेसी धाम वाङला। चारैतिर फलफूलका रुखहरूले ढाकिएको रमणीय पवित्र तीर्थस्थल मथुरा बेसी धाम मन्दिरलाई हामी नमुनाको रूपमा लिन सक्छौं। धेरै मेहनती प्रभावशाली समाजसेवी सनक सिंह टण्डन प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका जेठान हुन्। श्री सनक सिंहज्यूको यस मन्दिरमा ठूलो योगदान देख्न सकिन्छ। उहाँले प्युठान जिल्लादेखि मथुरा बेसी धामसम्म खोलाको दायाँ बायाँ आँपका रुख लगाउनु भएको थियो। ती रुख अझै पनि देख्न सकिन्छ। बगैँचा मथुरा बेसी धाम ठूलो पार्टीभर उहाँका योगदान हुन्। यो हो दुर्गा भवानी मन्दिर अर्गातोस। यो मन्दिरको निर्माण अर्गातोस 4 बस्ने प्रेमलाल श्रेष्ठ र श्रीमती हीरा कुमारी श्रेष्ठद्वारा 2057 साल चैत्र 19 मा गरिएको हो। यो पुरानो मन्दिर हामीले देख्न सक्छौं। यहाँ चैते दशैं, बडा दशैंमा नवदुर्गाको पूजा गरिन्छ। मालारानी मन्दिर खनदह। मालारानी मन्दिर 1918 मा निर्माण भएको पाइन्छ। यहाँ धेरै वर्ष पहिला राजा रानी घुम्न आउने, बस्ने, रमाइलो गर्ने गर्दथे भनिन्छ। रानीलाई यो ठाउँ मन परेका कारण मन्दिर निर्माण गरियो भनिन्छ।
यो मन्दिर एकदमै शून्य, एकान्तमय एवं अग्लो पहाड र जंगलको माझमा रहेको छ। यहाँ बाघ, भालु, चितुवा, डाँफे, मृग, कालिज इत्यादि प्रत्यक्ष देख्न पाइन्छ। अचम्मको कुरा, जंगली जनावरहरूले मानिसलाई केही पनि गर्दैनन्, हेरी मात्र बस्छन्। प्याराग्लाइडिङ घेराको लेक मालारानी खनदह 2232 मिटर अग्लो स्थानमा रहेको यो प्याराग्लाइडिङ क्षेत्र घेराको लेक अत्यन्तै प्रभावकारी मानिएको छ। प्याराग्लाइडिङ क्षेत्रदेखि पूर्वमा खन, अर्गातोस र मरेङ, पश्चिममा हंसपुर, उत्तरमा गुल्मी जिल्ला र दक्षिणमा बाङ्गी र अर्घा पर्दछन्। यस घेराको लेकबाट प्याराग्लाइडिङ गरी अवतरणका लागि सम्भाव्य स्थानहरू खनदह 4 कुनाखर्क, बाङ्गी 3 अल्काटारी, अर्घा 4 फलेपथ, मथुरा बेची धाम र सन्धिखर्क छन्। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षणको केन्द्र बनाउन सकिने प्रचुर सम्भावना यहाँ छ। त्यो पर्यटकीय दृष्टिकोणले अति महत्त्वपूर्ण मलाई लाग्यो। वास्तवमा यसको प्रवर्धन र विकास गर्न आवश्यक छ। राज्यले यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता मैले महसुस गरेको छु र यो प्याराग्लाइडिङको हिसाबले पनि यसको सर्वे भइसकेको छ। त्यो दृष्टिले पनि यो पर्यटकीय स्थल, पर्यटकीय क्षेत्र को रूपमा विकास गर्नु आवश्यक छ। यसर्थ नेपाल सरकार पर्यटन मन्त्रालय एवं पर्यटन विकास बोर्डद्वारा यथाशीघ्र यस स्थानलाई प्याराग्लाइडिङका लागि पहल गरी कार्यान्वयन गरियोस् भन्ने हाम्रो अपिल छ। नेपाल पर्यटन वर्ष 2011 भव्यताका साथ सफल पार।